भर्खरै मैले दिदीहरूको फोटो खिचिदिएको छु अनि कस्तो फोटो खिचेको छु त्यो पनि म अवश्य नै हाल्नेछु हजुरहरूको बिचमा। दिदीहरूले केही दुई शब्द बोल्नुहुन्छ, दिदीहरूसँग म परिचय लिन्छु है त। दिदी हजुरको नाम भनिदिनुहोस् न। मेरो नाम सुषमा थिङ तामाङ। अनि दिदी हजुर अहिले कुन ठाउँबाट आउनुभयो? सानो पोखरा पिप्लेबाट। सानो पोखरा पिप्लेबाट। हजुर पहिला पनि यो गढीमा आउनु भइसकेको छ कि आज पहिलोचोटि हो? 3 वर्ष अगाडि आएको थिएँ, 3 वर्ष। 3 वर्ष अगाडि आउनुभएको थियो अनि आजको दिनमा तपाईँले केही बदलावहरू यसो केही परिवर्तनहरू देख्नुभयो कि के छ? गेटहरू अलिअलि नयाँ नयाँ जस्तो लाग्छ, त्यही हो। अब पहिला सबै चिज ऐतिहासिक कुरा हो हैन? ऐतिहासिक कुरालाई अब चेन्जिङ गरेको खासै राम्रो पनि लाग्दैन। हजुर हजुर। जे छ त्यसैमा राम्रो लाग्छ। दिदी हजुरको चेन्जिङ गरेको चाहिँ खासै मलाई राम्रो लाग्दैन किनभने ऐतिहासिक कुरा हो नि त। अनि हजुरको यो सुन्दरताको राज भनिदिनु पर्यो। छैन छैन दिदी, मैले अब भाइ कुरा गर्ने नि बेइज्जत हुन्छ नि। दिदी लास्टै रमाइलो हुँदो रहेछ हैन? त्यही भएर यो भिडियो म तपाईँहरूको माझमा अवश्य हाल्नेछु है त।